जाँदा हुने रहेछ हजुर टिका आउँछ त Thank you. भयो यहाँ आएर समाउ खाइसक्यो उता राख त चेयरमा सजिलो सुन्न लाग्यो तिमीले गरेको छैन खै पर्छ तिमी मामालाई दिएको थिएँ मैले पैसा तिमीले उहाँ राख्यौ नि त हौ टेन्सन गरेर म गरिदिन्छु मामा आइरहन्छ नि त गफ मामाको देखाइदिएको मामालाई पुरा तर मैले देखेको छैन मामालाई देखेको छ कि छैन त्यो खाऊ प्रसाद खाऊ उताबाट खानु उता यता भित्रपट्टि फर्काइराख्नु न आज हामी बान्जीसँग मन्दिर घुम्न पाएँ कति खुसी लागेको छ चाहिँ हर सालले गदगद भएको छु आज म होइन बान्जीहरूसँग मन्दिर आउनु पाएँ कि कति खुसी लागेको छ भिडियो राख्नु अब खाँदाखेरि एकछिन शास्ति हुन्छ अरे के गरेको मुख त्यस्तो साथीहरू आज चाहिँ हामीहरू मन्दिर आएको छ मन्दिरको जे होस् दर्शन गरियो अनि जे जस्तो छ दर्शन पाइयो पनि अनि घुम्ने हो तपाईहरुलाई कस्तो लाग्यो मेरो साथीहरु धेरै हुनुहुन्छ भिडियो हेरिदिने उहाँहरुको लागि यो मन्दिर अमेरिकामा नि यस्तो मन्दिर रहेछ भन्ने खालको दर्शाएको हुँ है त्यो भएपछि हामी ड्राइभिङ गर्दै आउँदाखेरि लामो बाटोमा आज मैले यो भिडियो बनाउन पाएँ यत्रो फराकिलो ठाउँ छ यो मन्दिर दामी ठाउँ छ निसित क्लियर आएको छ नि दामी छ तपाईहरु पनि यहाँ
मेरो नजिक बस्नुहुने सम्पूर्णलाई मन्दिर घुम्नै पाएन। आउनु होला। जाऊ 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 कमा ल चाहिँ अब हतारमा पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ घरतिर जानु पर्यो भनेर लाग्यो साथीहरू। यस्तो छ, दामी छ, खास मन्दिर। आउनु नभुल्नु होला तपाईँहरू पनि। दामी छ। ओम नमो भगवती वासुदेवाय। यस्तो छ। यहाँबाट माथि चाहिँ यस्तो छ दामी है। तल प्लाजाहरू छ तल्लो स्टेपमा। यहाँ चाहिँ लुगाहरू राख्ने चट्ट मिलाएको छ। डिसेबलहरू पनि सुविधाहरू छ। चट्टसँगले मिलाएर राखेको छ। जुत्ता चप्पल राख्ने ठाउँ है साथीहरू। यो चाहिँ बाहिर पानी परेको छ आज, त्यस्तै भयो। मौसम यस्तै छ, दुःख सुख चल्दैछ। बाहिर बहुत चिसो छ। यो चाहिँ बाहिरको हो यो है त साथीहरूलाई। अब यस्तै हो, दिनचर्या यसरी नै बित्दैछ। म मन्दिर अगाडि गएर चाहिँ भिडियो गर्छु। यो हामीहरू बसेको ठाउँको मन्दिर हो। पानी परिराखेको छ बाहिर। चाहिँ मन्दिरको प्राङ्गण यहाँ छ र म खुला ठाउँ यस्तो छ है। चट्टसँगले मन्दिरको भाग चाहिँ यस्तो भएर बसेको छ। दामी हैन? यस्तो छ, जाडो छ, यस्तो साह्रो जाडो छ साथीहरू। पानी पनि परिराखेको छ। यस्तै छ जिन्दगीहरू चलिराखेको छ। अब के गर्ने साथीहरू होइन, चलाउनै पर्दो रहेछ। ल हेर्नु यो प्राङ्गण, यो चाहिँ ग्राउन्ड हो, जनकी पार्किङ लट। र यस्तो छ सारा। अब हामी फेरि घर जाने गाडीमा पस्यो, भिजिसकेँ म। हेट जाडो भयो, चिसो छ है साथीहरू। पानी परेको छ, हिउँहरू सोरेर त्यहाँ अलिअलि रहेछ। अब यही हिउँ पगाल्नका लागि आएको होला। पानी पनि यस्तो छ। हामी चाहिँ अब फेरि घर फिर्ता हुनलाई रेडी भयौँ। अब हामीहरू चाहिँ यहाँ भान्जी घरिघरि मोबाइल निकालेर भिडियो हान्दैछन्। ल है साथीहरू, अब यस्तै है। लाग्यो है। अब 10 मिनट मात्रै। कति मिनट बसियो कान्छी? 10-15 मिनट। यता देखाउनु नि, यता लास्टमा कति राम्रो देखाएको छ। यहाँ पनि छ है साथीहरू। पानीले गर्दा त्यहाँ राम्रो देखिएन, सबै टिका मात्रै देख्यो। यस्तै हो अब। ल अगाडि ल